जलै विष्णु थलै विष्णु विष्णुका सहस्र नाम अपिनाय मपिनाय विष्णु रदमाय पन्ने चराचर पन्ने सोरी राम गिरौ पूजा सोहर्ता सदारी हर श्री बच्चा गङ्गाधरौ देव द्वारावती मसान निलौ नागारी के मोहनौ शिव हर शङ्कर गौरे सङ वन्दे गङ्गा धर्मे सङ शिव रुद्रम तिमी श्री पशुपतिनाथ कलहर काशीपुरीनाथौ भजौ पाल नीलकण्ठ तम शरणम अस्रनी खञ्जनी भव दुःख भञ्जनी सेवा कि प्रतिपाल आभा गौँ नमेटौँ भजौँ शिव परमात्मा बारम्बार भनेको छ। अनि अब नवराजले चाहिँ त्यति भन्दै त्यत्रो राज्य पाए। अब हामीले त टाउकै फुटाए पनि अहिले पाउँदैनौँ होइन। तर अब भन्नलाई अनि श्री गणेशाय नमो श्री सरस्वती नमो गीता गङ्गा छ गायत्री सीता सती सरस्वती वर्म विद्या वर्म बलदे तिर्सन्ता मुक्त गेइने अर्धमात्र चिजानन्द भव अग्नि भवनाशिनी वेद तराई परानन्तो तत्तार्थो ज्ञान मञ्जरी। अब यो दत्ता तराई भन्ने चाहिँ न अनसुईका छोरा पो हुन् कि तिनी वर्म विष्णु शिवजीले सृष्टि गरेका हुन् कि भन्थेमा अहिले यहाँ पुराण सुन्दाखेरि अब विष्णुले अवतार लिएको रहेछ। कसरी यसै गरी सुनेर जानेको दत्ता तराईले तीन अवतार फेरेको रहेछ। अनि अहिले यो सुनेपछि जानिएन त। अनि दत्ता तराई परानन्तो अनि हजुरका श्लोकहरू नि श्लोकहरू नै आफ्नै नेपाली पनि छन्, त्यसमा नेपाली संस्कृत सबै मिसिएका छन्। यो चाहिँ तपाईँले आफै भन्नुहुन्छ कि शास्त्रका कुराहरूलाई मिलाएर आफैले भन्ने हो कि होइन? पहिले हामी सन्देश गुरुहरू थिए। हजुर। अब एउटा कुरो चाहिँ त्यसै चाहिँ हुँदैन। अब पुल नभइकन तरिँदैन नि त होइन। अब हाम्रा गुरुहरू थिए, त्यस्तो आपत परो पहिले। अब त्यो पनि भन्न नजान्ने हामी, हजुर पनि भन्न नआउने ठाउँमा आमाहरू छोडेर गए, नानीहरू पनि मरे। अघिका यी बुढाहरू त धन्धुकारी हुन् नि त, यी त सोरनिया